तपाईलाई त्यो बेकारमा ल्याइदिए जस्तो भयो क्या मलाई चाहिँ। तपाईको पार्टीमा तपाईको सभापति अहिले कहाँ हुनुहुन्छ? के केसमा जानु भएको छ? माननीय मन्जु खानलाई फेरि ल्याइदिनु भयो। मिडियाले सार्वजनिक गरेकै भएर मैले कहाँ कुन निकायमा मेरो उ छ? यो तपाईले भन्नुभएको छ यसको मेरो घोर आपत्ति छ। तपाईले फिर्ता लिनुपर्छ, होइन भने मेरो घोर आपत्ति छ। तपाईलाई त मलाई फसाइदिए जस्तो लाग्छ है कहिलेकाहीँ चाहिँ। के मेरो हैसियत छैन के? मेरो के एउटा मिडियाले चाहिँ मलाई अपराधी बनाएर चाहिँ अपराधी हुनु हो भने म आज यो समितिमा जति कुरा उठेको छ के हामीले हो यो अदालत, हामीले निकाय सबै कुरो हो, त्यसमा आजै तपाईहरुले यहाँ कारबाहीको भागीदार नाम लिस्ट दिनु न। बढ्यो मसँग टन्न स्टक छ भनेर उहाँले बोली चिप्लाउनु भयो, किनभने चामलको अलिकति भाउ त्यहाँ बढिरहेको थियो उहाँ र त्यहाँका जनतासँग चामलको बढी मूल्यमा तिरिराख्नु भएको थियो। यो बोली चिप्लेको आधारमा उहाँले राजीनामा दिइदिनु भयो। यो नैतिकताको कुरा थियो। हाम्रो देशमा पनि सिंहदरबार जल्दाखेरि पनि नैतिकताका आधारमा राजीनामा दिएको त्यो पुस्ता पनि छ हैन। त्यसले गर्दाखेरि हामी पनि नैतिक शिक्षाहरू नै पढेर आएका हौँ। बिचका पुस्तामा के भयो यो मलाई अलिकति अचम्म लाग्छ हैन। कुरा समितिको सभापतिको कुराहरू हुँदाखेरि हामीले राजनीतिमा आउनुभन्दा अगाडि राजनीति सिक्दै गर्दाखेरि पनि मिडियामा काम गर्दै गर्दाखेरि पनि हामीले के देखेको हो भने यो अपोजिसनको इन्टरनेसनल अभ्यास हो, यही नै हो, यसको प्र्याक्टिस यो हो। बिचमा गलत नजिर कसैले बसाइदियो, गलत नजिर कसैले बसाइदियो भने हामी गलत नजिरको आधारमा टेक्ने कि अब त्यसलाई करेक्सन गर्दै लाने। पहिला पनि यस्तो थियो त्यही भएर यो पालि पनि यस्तै हुनुपर्छ भन्ने आधारमा गयौँ, हामी दलगत कुरामा गयौँ। अब सभापतिज्यूले म दाम चढाएर आएको होइन है भनेर भन्नुहुन्छ हैन, ठिक छ। अब यो उहाँको कुरा भयो। अर्को कुरा संयोजकको रह्यो। संयोजकको कुरा हुँदाखेरि माननीय मनिष झाले माननीय योगेश भट्टराईलाई दाइ नबसिदिनुहोस् न है भनेर आग्रह गर्नुभएको हो। उहाँले आग्रह मानिदिनु भयो। त्यो आग्रह मानिदिँदाखेरि उहाँको रेस्पेक्ट बढ्यो, किनभने उहाँले मानिदिनु भयो। तर त्यही उपसमितिमा फेरि यति सार्वजनिक प्रश्न उठिरहेका माननीय मन्जु खानलाई फेरि ल्याइदिनु भयो। नबल्झेको घाउ बल्झेर तपाईँलाई त मलाई फसाइदिए जस्तो लाग्छ है कहिलेकाहीँ चाहिँ। यो समितिले उपसमितिले तपाईँलाई ल्याएर यति मिडिया कन्जम्सनमा यो अहिले जसरी तपाईँको नाम उछालियो तपाईँलाई त बेकारमा ल्याइदिए जस्तो भयो क्या मलाई चाहिँ। मान्यज्यू मेरो अब्जेक्सन, तपाईँ पनि माननीय हुनुहुन्छ, म पनि माननीय छु। तपाईँले के उद्देश्यले तपाईँले के कारणले मलाई भन्नुभयो? मेरो तपाईलाई क्वेसन। मेरो भनाइ के हो भन्दाखेरि तपाईको भनाइ मैले भन्नुस्। तपाईको सार्वजनिक रूपमा जुन किसिमको योभन्दा अगाडि तपाईका नामहरू आइरहेका थिए, विवादहरू भइरहेका थिए, यो अनुसारले तपाईले यो चीजहरुमा चाहिँ अलिकति हेर्दिएको भए भन्ने कुरा तपाईको मिडियाले भनेकै भरमा, मिडियाले सार्वजनिक गरेकै भर मैले कहाँ कुन निकायमा मेरो उ छ? यो तपाईले भन्नुभएको छ यसको मेरो घोर आपत्ति छ। तपाईले फिर्ता लिनुपर्छ, होइन भने मेरो घोर आपत्ति छ यो। किनभने तपाईँ पनि जनताबाट आएको माननीय हो, म पनि जनताबाट आएको माननीय हो। मेरो यो घोर आपत्ति छ। मलाई फुल कमिटीले संयोजक तोकेको छ। तपाईहरुले चाहिँ 22 निसबाट भन्नुहुन्छ भने त्यो एउटा गलत कुरा हो। 22 त्यसो कुरा हैन। तपाईले यो फिर्ता लिनुपर्छ। ठीक छ, हैन यसमा त तपाईले यो फिर्ता लिनुपर्छ। तपाईले राम्रो काम गरेर देखाउनु होला मलाई। तपाईको हो, तपाईले भन्नुभयो हो। तपाईले मेरो चाहिँ काम पछिको तपाईले कमेन्ट गर्नु भएको भए ठीक थियो मान्यज्यू, हैन भने पार्टीगत हिसाबले तपाईँ 22 निस हुनु भएको हो कि कुन हिसाबले हुनु भएको? म कुन उसमा निकायमा म कारबाहीमा छु? तपाईले मलाई यो भन्नु पर्यो। म पार्टी सभापतिलाई म सोध्न चाहन्छु, यो अति भयो। इनफ के मेरो हैसियत छैन के? मेरो के एउटा मिडियाले चाहिँ मलाई अपराधी बनाएर चाहिँ अपराधी हुनु हो भने म आज यो समितिमा जति कुरा उठेको छ के हामीले हो यो अदालत, हामीले निकाय सबै कुरो हो, त्यसमा आजै तपाईहरुले यहाँ कारबाहीको भागीदार नाम लिस्ट दिनु न। यो त अति भयो नि। सार्वजनिक लेखा समितिमा त हामीलाई यति अधिकार छैन कि हामीले कारबाही गर्ने निकायमा हामीले पठाउने हो। अहिले हाम्रो राजेन्द्र लिङदेन एउटा पार्टीको अध्यक्ष हुनुहुन्छ, उहाँको कार्य समितिमा आएको प्रतिवेदनलाई हामी स्वागत योग्य गर्दछौँ। स्वागत छ उहाँले गरेको किन के अरे उपकमिटी राखिसकेपछि आएको प्रतिवेदनलाई चाहिँ हामीले चाहिँ यो र वा र त भन्ने यो मेरो घोर आपत्ति छ। तपाईको पार्टीमा तपाईको सभापति
अहिले कहाँ हुनुहुन्छ? के केसमा जानुभएको छ? म सिङ्गो पार्टीलाई भन्ने, तपाईँहरू सिङ्गो पार्टीको मान्य हुनुहुन्छ, सिङ्गो पार्टीकोलाई मैले लास नलाउने, यो शब्द तपाईँले फिर्ता गर्नुपर्छ। मेरो आग्रह छ, मेरो कसैसँग पूर्व आग्रह छैन। सबै पार्टीका माननीयज्यू भएर, माइन्युट भएर, सर्वसम्मतिबाट म एउटा महिलाले पाउँदाखेरि तपाईँहरूलाई घोर आपत्ति हुने, यो चाहिँ मेरो एकदमै तपाईँप्रति खेद प्रस्ताव यो पारित गर्नुपर्छ, यो हटाउनुपर्छ सभापतिज्यू। म माग्छु। धन्यवाद। मैले तपाईँलाई राखियो भनेर मैले यसमा विरोध मैले विषयवस्तु भन्दा फरक जानुभयो। तपाईँ विषयवस्तु भन्दा फरक जानुभयो। संयोजक बनाउन पनि म स्वीकार नै हो। मैले यसमा केही विरोधै छैन यो कुरामा चाहिँ। पोखरा विमानस्थलमा संयोजक भएर जुन सिनियर लिडर मान्य राजनाथ लिङ्गदेनज्यूले जुन किसिमको मेहनत गर्नुभयो, जुन किसिमको यो आयो र यो मिडियाले पनि सबै चिजहरू यसरी नै गरिरहेका छन्। आफ्नो इन्भेस्टिगेटिभ जर्नलिजममा यो कुराहरू सार्वजनिक रूपमा पनि आइरहेका छन् र यसबाट आइसकेपछि प्रतिवेदनले लेखाएको यो रिपोर्टको एउटै के हो भने सार के हो भन्दाखेरि 14 अर्बको भ्रष्टाचार, ठेक्का प्रक्रिया लागत प्रक्रियाको अनियमितता, माटो गिटी ढुवानी अनियमितता, रनवेको उचाइको त्रुटि, कर छुटको अनियमितता, प्राविधिक त्रुटि, छिन्ने डाँडाको कटान कार्य, 450 करोड करप्सन, 60 मिटर रनवे, 165 करोडको वाइन डिभाइस किनेर प्रयोग गरेको कुराहरू छ। यो खालि के हो भन्न खोजेको के हो भन्दाखेरि यो सबै चिज भइसकेपछि अब हामीले गर्ने भनेको के हो त? यहाँ त हामीले सभापतिले योभन्दा अगाडि पनि के भन्नुभएको छ, यहाँ हामी यो निरूपण गर्ने ठाउँ पनि होइन, यसलाई चाहिँ खालि लेखेर पठाउने हो। यो खालि लेखेर पठाउने ठाउँ लेखा, तर खालि देखाउने ठाउँ जस्तो देखा भइरहेछ यसको। त्यही भएर यसलाई चाहिँ लेखेर पठाउँ, अख्तियारमा लेखेर पठाउने हो कि एउटा सर्वशक्तिशाली आयोगै गठन गरेर अर्को निकाय नै बनाउने हो कि, तर यसलाई लेखेर चाहिँ यसलाई आज टुङ्ग्याइदिउँ, त्यही नै भन्न चाहन्छु। धन्यवाद।